यो के हो यो एकछिन खोइ पुलिस बोलाउनु फोन गर्नु यो के हो लु भन यो के हो भन छिटो भन छिटो 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 साथीहरु अहिले यो सामाजिक सञ्जालमा यो भिडियो एकदम भाइरल भइरहेको छ जुन चाहिँ 17 वर्षीय छोरोले 67 वर्षको आमालाई नसालु सेवन गरेर मारेर आफ्नै घरको भित्र खाल्डो खनेर पुरेको अवस्थामा फेला पारेका छन्। हजुरहरु आफै सोच्नुस् त हामी 1-2 दिन संगत गरेको साथीभाइहरुको त माया लाग्छ भनेपछि 17 वर्षसँगै बसेको पढाएर लेखाएर हुर्काएर एकदम आमाले माया गरेर त्यत्रो बनाएको सन्तानले आफ्नै आमाले कसरी हत्या गर्न सक्यो के थुक्क। यस्तो कुपत्र यस्तो गुण्डा यस्तो चोर यस्तो डाका छोरा हुनुभन्दा सन्तान हुनुभन्दा त बरु आफ्नो कोखनै रित्तो भएको बेस। अहिले सामाजिक सञ्जाल युट्युब फेसबुक टिकटक जस्ता विभिन्न सञ्जालका कारणले गर्दाखेरि यस्तो केसहरू बाहिरिरहेका छन्। जुन बेला पहिला सामाजिक सञ्जालहरू युज कम मात्रामा गर्थ्यो उतिखेर यस्तो घटनाहरू झन् धेरै भइरहेको थियो होला। त्यही पनि आजको यो युगमा आएर यस्तो सञ्जालहरूले केही राम्रा काम गरेको छन् भने केही नराम्रा काम पनि गरेका छन्। तर जे होस् यस्तो सन्तानहरूलाई तपाईहरु के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला। यसलाई फाँसीको सजाय दिँदा ठिक हुन्छ कि यसलाई पनि मारेर त्यसरी नै आमासँगै गाड्दा ठिक हुन्छ के भन्न चाहनुहुन्छ? म त भन्छु कि नेपाल सरकारले जुन मान्छेलाई हत्या गरोस् जुन मान्छेले मारेको छ त्यसलाई पनि फाँसी हुनुपर्छ सजाय बराबर हुनुपर्छ भन्ने भनाइ चाहिँ मेरो हो। हजुरहरुको भनाइ के छ? यो चोर फटाइएलाई के भन्न चाहनुहुन्छ? मलाई त यसलाई लाग्छ कि यसलाई फाँसी दिएर मार्देऊ सरकार भन्न चाहन्छु। हजुरहरु के भन्नुहुन्छ कमेन्ट गर्नु होला। बोल 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 के हो यो के हो लु भन यो के हो भन छिटो भन छिटो 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 यो के हो यो के हो यो के हो लु भन भन खुट्टा हो आमा खुट्टा हो कि होइन? आमा खुट्टा हो तैँले पुरेको हो तैँले अघि के भनेको थिइस् तैँले आमा कहाँ जानुभयो भन्दा त कतिखेर कहाँ हिँड्नु भएको भनेर भनेपछि भन् एकछिन त हल्ला नगर्नु है एकछिन हल्ला नगर्नु है। तपाईको फोन छ खोइ पुलिस बोलाउनु फोन गर्नु पुलिसलाई फोन गर्नु। तेरो म कर्तुत मलाई अघि बिहानैदेखि मलाई डाउट भइरहेको थियो क्या बुझिस् के अर्दै कसैलाई फोन नगर्नु पुलिसलाई चाहिँ बोलाउनु न छोड्दिनु पुलिसलाई चाहिँ फोन गर्नु केटा तँलाई म भन्दै थिएँ नि बुझिस् यो के हो यो के हो यो तेरो आँट कतिसम्म रहेछ के हो यो